Baby. So we are going to Auckland आज हैन, and we are on a drive to airport earlier right now हैन. So we still have like 45 minutes and I think we are going too fast. And त्यसपछि हैन म तिमीलाई I'm going to ask you some questions हैन. So तिमी न्युजिल्यान्ड आएको कति वर्ष भयो हैन? How do you think New Zealand is better हैन? अनि एज अ स्टुडेन्ट तिमी एज अ स्टुडेन्ट आएको, एज अ स्टुडेन्ट तिम्रो लाइफ कस्तो थियो? अनि त्यसपछि अब स्टुडेन्टबाट अब अहिले यु हेभ अलरेडी गट योर रेजिडेन्सी हैन, अनि अहिलेसम्मको यत्रो 6 वर्षको यात्रामा हैन, वाट वाज द बेस्ट पार्ट अफ यर लाइफ इन न्युजिल्यान्ड हैन? अब यस्तै कुराहरू. फर्स्ट क्वेसन चाहिँ तिमीलाई के छ भन्ने हैन, तिमीलाई न्युजिल्यान्ड कस्तो लाग्छ एज कम्पेयर टु नेपाल? एज कम्पेयर टु नेपाल त अभियसली नेपाल जस्तो बेस्ट त कुनै पनि कन्ट्री हुँदै सक्दैन हैन. अर्को कुरा, मैले न्युजिल्यान्ड चाहिँ मेरो जब म नेपालमा थिएँ त्यतिखेर चाहिँ मैले सेकेन्ड अप्सनमा राखेको थिएँ हैन. तर आई थिङ्क द्याट वाज माई बेस्ट डिसिजन टु कम इन न्युजिल्यान्ड हैन. मलाई न्युजिल्यान्ड आइसकेपछि चाहिँ अहिले एकदम राम्रो फिल हुन्छ कि मैले एकदम सही डिसिजन लिएको रहेछु त्यो बेलामा भन्ने सोच्छु हैन. बिसाइड द्याट न्युजिल्यान्ड कहिले आएको भन्दा चाहिँ म न्युजिल्यान्ड 2019 मा एज अ स्टुडेन्ट आएको हो हैन. आई रिमेम्बर तिम्रो फ्लाइट चाहिँ तिम्रो बर्थडेको दिन थियो है? यस. न बर्थडेको दिन थिएन, 11th जुलाईमा थियो, एक दिन अगाडि थियो. जस्ट ल्यान्डेड हुँदाखेरि चाहिँ बर्थडेको दिन ल्यान्ड भएको थिएँ म अकल्यान्डमा. अनि 1.5 वर्ष चाहिँ म नर्थ आइल्यान्ड बसेको थिएँ. अनि ड्युरिङ कोभिड टाइममा पनि म नर्थ आइल्यान्डमै थिएँ. त्यतिखेर चाहिँ एज अ स्टुडेन्ट पनि थिएँ अनि काम पनि गरिरहेको थिएँ. अनि स्टुडेन्ट भएको कारणले गर्दा चाहिँ आई युज टु वर्क ओन्ली 20 आवर्स द्याट टाइम. एन्ड देन आफ्टर आई थिङ्क इन 2021 मा चाहिँ हामी साउथ आइल्यान्ड मुभ भएको हो. अनि नर्थ आइल्यान्डको एक्सपिरियन्सको बारेमा भन्नुपर्दा चाहिँ एज अ स्टुडेन्ट कस्तो भन्ने, अब स्ट्रगल पनि थियो हैन, इमोसनली फिजिकली सबै कुराबाट चाहिँ अलिकति च्यालेन्जिङ पनि थियो त्यतिखेर. अलि बिहान उठ, कलेज जाऊ, कलेजबाट आऊ, फेरि काममा जाऊ, घरमा आऊ, खाना बनाऊ, असाइनमेन्ट गर हैन. म फेरि एकदम धेरै सुत्नुपर्ने मान्छे. मलाई 9 घन्टाभन्दा कम सुत्यो भने लिटरली टाउको दुख्ने मान्छे हैन. 9 घन्टा हैन गाइस हैन, टु बी क्लियर हैन, यो मान्छे यस्तो बवाल सुत्छ, यस्तो बवाल सुत्छ नि हैन. मेरो लागि 9 आवर्स स्लीप इज नट इनफ. उठाइन भने हैन, शी वन्ट इभन गो टु वर्क. यसले अलार्म पनि राखेको हुँदैन हैन. यदि म काममा छु भने चाहिँ अलार्म राख्छ हैन, म घरमा छु भने चाहिँ वाट सिल थिङ्किङलाई के बुढाले उठाइदिइहाल्छ नि, सोच्दो रहेछ के हो हैन. अनि मैले चाहिँ एकचोटि चाहिँ मैले यसलाई चाहिँ उसको बिदा थियो हैन, त्यो दिन मैले यसलाई नउठाउनु डिसिजन गरेँ कि आई वान्ट टु रियली टेस्ट हर हैन, कति चाहिँ सुत्दो रहेछ भनेर. लिटरली गाइज यो हैन, यो आफ्नो हिसाबले यो दिउँसोको के दिउँसो भने इभिनिङ 5 बजे उठ्यो कि यो हैन. अनि म भन्दैछु त राति 11 बजे गुड नाइट गरेर होइन. त्यो प्रब्लम होला, त्यसमा चाहिँ केही प्रब्लम छ जस्तो लाग्छ होइन. त्यो मलाई मात्र हो त्यस्तो हुनु भनेपछि केही न केही त प्रब्लम होला सायद होइन. हैन त्यो स्लिपिङ यु आर जस्ट लेजी, त्यही हो प्रब्लम बेबी, अरु के हैन. इट्स जस्ट लेजी. अनि मैले भन्दैछु मेरो कुरा सुन, मेरो लागि 9 आवर्स स्लिप चाहिँ हैन हुनै पर्छ जस्तो लाग्छ मान्छेलाई हैन, पाउनै पर्छ हैन. राइट हो त्यो. त्यो भन्दा कम पायो भने चाहिँ हैन, अब जस्तै स्टुडेन्ट लाइफमा म हार्डली 6-7 घन्टा सुत्न पाउँथेँ. अब सोच मेरो दिनभरि टाउको कति दुख्थ्यो होला हैन. मलाई मान्छे बोल्दाखेरि पनि झर्को लाग्ने. अब त्यो क्लासमा जाँदाखेरि पनि यस्तो टाउको दुखेको क्लास जान्थेँ म हैन. त्यसमाथि विन्टर म आएको जुनमा यस्तो धेरै चिसो हुने. एन्ड द थिङ इज द्याट म रोटोरुवामा आएको. रोटोरुवामा चाहिँ सल्फरको स्मेल यस्तो स्ट्रङ हुन्थ्यो हैन. सुरुमा के 1 महिना जति त एकदमै धेरै गाह्रो भयो त्यो स्मेलले गर्दाखेरि, सल्फर स्मेलले गर्दाखेरि हैन. अनि त्यसपछि वेदर यति चिसो हैन. अनि बिहान उठेर कलेज जाऊ, अनि फेरि कलेजबाट काम जाऊ. अनि लकिली है मैले काम चाहिँ 1 हप्तामै पाएको थिएँ त्यो बेलाको टाइममा चाहिँ. त्यही भएर मलाई त्यस्तो धेरै काम खोज्ने स्ट्रेस चाहिँ भएन. अरू चाहिँ सबै ठिकै थियो. सो बेबी हैन, अनि अर्को एउटा क्वेसन तिमीलाई हैन, व्हाट डु यु थिंक हैन, अब एज अ स्टुडेन्ट हैन तिमीले काम, अब यु अलरेडी सेड यु आर भेरी लकी हैन, तिमीले 1 हप्तामै काम पायो. त्यो बेलाको सिचुएसन डिफ्रेन्ट थियो. दे वर नट मच अफ इन्टरनेसनल स्टुडेन्ट, त्यस्तो धेरै नेपालीहरू पनि आइसकेका थिएनन् हैन. अब आउने प्रोसेसमै थियो होला, कज लाइक कोभिडले नि स्टप हान्यो नि त त्यो बेलामा.
त्यो बेलामा हत्तै आएनन् नि त मान्छेहरू अनि त्यसपछि तिमीले अब यत्रो लिटरली तिमीले कतिवटा फिल्डमा काम गर्यौ भने त न्युजिल्यान्ड आएदेखि नियरली 7-8 जब दिस इज माई तिमीले जतिवटा काम गर्यौ नि काम जतिवटा स्विच गर्यौ नि त्यो मध्येमा म जुन काम गर्दाखेरि पनि यदि कोवर्कर राम्रो छ अनि इन्भाइरोमेन्ट टक्सिक छैन काम गर्ने इन्भाइरोमेन्ट टक्सिक छैन भने चाहिँ सबै वर्क त्यस्तो गाह्रो हुँदैन होइन कुनै जब मेरो फिजिकली च्यालेन्जिङ थियो भने कुनै जब मेरो मेन्टली च्यालेन्जिङ थियो तर त्यहाँ सपोर्टिभ कोवर्कर भयो होइन अनि अब त भनौँ न म्यानेजरदेखि लिएर सबै स्टाफहरू चाहिँ एकअर्कालाई हेल्प गर्ने त्यस्तो भयो अलिकति सबै कुरामा भयो भने चाहिँ सपोर्टिभ छ भने चाहिँ इट्स ओके त्यसमा केही त्यति धेरै गाह्रो हुँदैन तर कुनै ठाउँमा एउटा चाहिँ मेरो जब यस्तो थियो जुनमा चाहिँ मैले 6 महिनामै रिजाइन पनि गरिदिएको थिएँ त्यो जब मैले त्यो चाहिँ ठाउँ यस्तो टक्सिक इन्भाइरोमेन्ट थियो कि त्यसमा चाहिँ त्यो चाहिँ म नाम चाहिँ म भन्न मिल्दैन आफूले काम गरेको पहिला एक्सपिरियन्स भइसकेको होइन अनि त्यहाँ चाहिँ लिटरली लाइक कुन चाहिँ काम कस्टमर सर्भिस जब थियो अनि त्यो 6 महिना चाहिँ लाइक लिटरली लाइक मेरो लाइफको वर्स्ट न्युजिल्यान्ड आएदेखिको चाहिँ मेरो वर्स्ट टाइम थियो किनभने मलाई मेन्टली म एकदमै डिस्टर्ब थिएँ मेरो एक्सिडेन्ट पनि भयो त्यही बेलामा होइन धेरै त्यो मेन्टली डिस्टर्ब भएको कारणले गर्दा मेरो गाडी पनि क्रास भयो त्यही बेलामा एक्सिडेन्टले त्यसपछि चाहिँ मैले डिसाइड गरेँ कि ओके नाउ आई विल क्विट द्याट जब त्यसपछि मैले त्यो जब छोडिदिएँ त्यो बाहेक अरू जबहरू चाहिँ अब किनभने हामी एउटा ठाउँबाट अर्को ठाउँ मुभ भइरहेको कारणले गर्दाखेरि जब छोड्नु परेको हो नि त अहिलेसम्म त तर कुनै पनि अब त्यो ब्याड एक्सपिरियन्स भएर या फिर कुनै अरू रिजनले चाहिँ मैले छोडेको छैन त्यही भएर चाहिँ अरू चाहिँ सबै कामहरू ठिकै छ अहिलेसम्म चाहिँ त्यही हो सो तिमीलाई होइन वाट डु यु थिङ्क अब नयाँ एज केयरमा गर्दाखेरि चाहिँ अलिकति के थियो भने नाइटमा गर्थेँ म होइन अनि नाइटमा गरेपछि दिनमा सुत्न पाइँदैन आज मैले अलरेडी भनिसकेँ सुत्न भनेपछि मलाई एकदमै धेरै सुत्नुपर्ने मान्छे म अनि एज केयरमा काम गर्दाखेरि उहाँको सुताइ चाहिँ ठ्याक्कै 7 बजे घरमा आउनुहुन्थ्यो होइन 7 बजे कसरी घरमा आउँछ 7 बजे सकिन्छ 8 बजे घर त्यो क्यालकुलेट नगर त्यो आवर क्यालकुलेट नगर म कति घन्टा सुतेँ भनेर आवर क्यालकुलेट नगर द्याट्स नट इम्पोर्टेन्ट तर मलाई सुत्नु पर्थ्यो त्यो इम्पोर्टेन्ट हो सक्यो अब एन्ड अफ द टपिक ल नेक्स्ट क्वेसन होइन नेक्स्ट क्वेसन होइन अब वेदर वाइज होइन वाट डु यु प्रिफर नर्थ आइल्यान्ड कि साउथ आइल्यान्ड साउथ आइल्यान्डको पनि जब हामी साउथ ल्यान्डमा थियौँ त्यहाँ चाहिँ एकदमै चिसो थियो डाउन साउथ हो हैन हामी एकदमै चिसो थियो हैन त्यहाँ चाहिँ लिटरली कुनै बेलामा पनि हिउँ पर्दिने हैन अनि जाडो महिनामा लिटरली पानी पर्दिने हैन चिसो पनि अर्कै टाइपको चिसो के त्यो बियरै गर्न नसक्ने चिसो टाइप थियो त्यहाँ चाहिँ अनि 24 आवरै हिट पम्प अन गरेर बस्नुपर्ने घरमा हैन त्यस्तो चिसो थियो त्यो क्यामेरा उ गर के हो अनि त्यसपछि पुलिस दाइ बस्नु भएको रहेछ ठिकै छ आफ्नै गफ गरेर बस्नु भएको उहाँहरू अनि त्यसपछि देयर पुलिस हेड हुनु भन्दो रहेछ यसले नि ल तर पुलिस क्रस भइसकेपछि भन्यो नि त यसले हामीलाई पहिले 1 दिनुपर्ने थियो नि त 1 दिन सकिन पुलिसले हामीलाई देखिसकेपछि भने अनि मैले आज थाहा पाएँ यार ल यार साच्ची गाइज अहिले भर्खरै थाहा पाएँ मैले हैन यो गुगल म्यापले आई थिंक यो लाइफ सेटलाई भर्नु होला के हो थाहा छैन दिस जस्ट वार्न मी अबाउट पुलिस ठ्याक्क अगाडि तिमी लाइभमा हो अहिले हैन ठ्याक्क अगाडि पुलिस थियो हैन पुलिस हेड भनेर भनिदिरहेको यसले ल त्यो अनि त्यसपछि अनि यहाँ क्राइसिस अहिले चाहिँ म क्राइसिसमा चाहिँ यहाँको वेदर चाहिँ मलाई ठिक लाग्छ हैन चिसो त हुन्छ नो डाउट हैन तर पनि पुलिस होइन त्यसपछि तर यहाँको वेदर चाहिँ अब मलाई त्यस्तो धेरै मलाई फेरि गर्मी पनि लास्टै गर्मी म सहन सक्दिनँ होइन एकदमै धेरै फेरि यहाँ पनि गर्मी भन्यो भने कस्तो खालको भने एकदम चर्को घाम लाग्ने होइन त्यस्तो खालको तर ओके राइट नाउ मलाई क्राइसिसको वेदर चाहिँ एकदम ठिक लाग्छ ल अब नेक्स्ट क्वेसन है बेबी अनि यो अहिले नयाँ स्टुडेन्टहरू जो आछन् नि होइन अनि उनीहरूको चाहिँ म यस्तो भिडियोहरूमा देख्दाखेरि चाहिँ उनीहरू चाहिँ जब पाउन एकदमै गाह्रो भइरहेको छ कि उनीहरूलाई होइन अनि जब अपर्च्युनिटीको बारेमा तिम्रो के छ भनाइ नर्थ कम्पेयरिङ टु नर्थ आइल्यान्ड मेरो टाइमको कुरा गर्छ भने चाहिँ म चाहिँ यस्तो ठाउँमा आएँ रोटोरुवामा होइन त्यो बेलाको टाइममा चाहिँ त्यस्तो धेरै गाह्रो चाहिँ थिएन मतलब मोस्ट अफ द स्टुडेन्टले चाहिँ काम गरिराख्नु भएको थियो होइन तर त्यहाँ चाहिँ अर्को एउटा अप्सन कस्तो थियो भने रोटोरुवा तरङ्गा भएको कारणले गर्दाखेरि टिपुके भएको कारणले गर्दा चाहिँ यदि सिटीमा केही छैन भने पनि किवी फार्म छ भन्ने एउटा अप्सन थियो होइन
अनि जसले अब सिटीमा काम पाइराख्नु भएको थिएन उहाँहरू चाहिँ आफ्नो कलेजको छुट्टीमा होइन किनभने फार्ममा त्यो किवी फार्म भनेको चाहिँ तिम्रो 9-10 घन्टाको सिफ्ट हुन्छ होइन 2 दिन काम गरे पनि पुग्यो हप्ताको होइन त्यसमा अप्सन थियो र त्यसमा त्यस्तो गाह्रो भएन त्यही भएर मेरो टाइमसँग त कम्पेयर गर्नै मिल्दैन अहिलेको चाहिँ टाइममा तर अर्को कुरा चाहिँ कस्तो हुन्छ भने आई थिङ्क प्लेस टु प्लेसको पनि कुरा हुन्छ कुन ठाउँमा आएको हो भन्नेबाट पनि हुन्छ जस्तो लाग्छ मलाई है अहिले अब हाम्रो धेरैजना नोनहरू चाहिँ अकल्यान्ड आउनु भएको छ होइन धेरै टाइमदेखि जब खोजिराख्नु भएको छ म्यासेज गर्नुहुन्छ हामीलाई पनि होइन कि जबै पाइरहेको छैन भनेर होइन अब त्यहाँ अलरेडी अकल्यान्ड भनेको यस्तो बिजी सिटी हो होइन अब त्यहाँ अपर्च्युनिटी पनि छ पनि होइन एक हिसाबले हेर्ने हो भने अब फेरि त्यही हिसाबले फेरि स्टुडेन्टको फ्लो पनि त्यत्तिकै छ नि त अहिले अकल्यान्डमा अनि अर्को कुरा अब जस्तै क्राइसिसमा हामी अब क्राइसिसमा बस्छौँ क्राइसिसमा हेऱ्यो भने नि स्टुडेन्ट कसैले पाइराख्नु पनि भएको छ कसैले पाउनु पनि भएको छैन तर अब कस्तो भन्ने यसमा चाहिँ इजी चाहिँ छैन जे होस् अहिले चाहिँ पहिला हाम्रो टाइममा हामीले अलमोस्ट 90% चाहिँ पाउनुहुन्थ्यो होइन भने अहिले चाहिँ त्यस्तो चाहिँ छैन गाह्रो चाहिँ नपाउने होइन तर अलिकति टाइम लाग्छ अब कस्तो हुन्छ पेसेन्स भन्दा पनि कस्तो हुन्छ भने सुरुमा आउँदाखेरि नेपालबाट अलरेडी कस्तो सेटअप गरेर आइसकेको हुन्छ नि हामीले जब भिजा लाग्छ त्यतिखेर हाम्रो माइन्ड सेटअप भइसकेको हुन्छ नि त हो म यो देशमा जान्छु मजाले पैसा कमाउँछु होइन आफ्नो ड्रिमहरू पुरा गर्छु यस्तो भनेर अलरेडी माइन्ड सेटअप गरेर आइसकेको हुन्छ होइन अनि यहाँ आएपछि अब 1 महिना खोज्यो 2 महिना खोज्यो नपाउँदाखेरि अनि घरको रेन्ट तिर्न परिरहेको हुन्छ ग्रोसरी गर्न परिरहेको हुन्छ कलेजको फी तिर्न परिरहेको हुन्छ होइन कति अब कलेजको 1 वर्षको 3 वर्षको कोर्स हुन्छ 1 वर्षको तिरेर राखेको हुन्छ अर्को वर्षको जम्मा पार्नुपर्ने हुन्छ होइन त्यस्तो हुँदाखेरि चाहिँ फ्रस्ट्रेसन लेभल त यतिकै नै बढिहाल्छ त्यो त कतिजना स्टुडेन्टहरूलाई त झन् डिप्रेसनमा पनि गएको सुन्छु म होइन यस्तो अब नयाँ आउने स्टुडेन्टहरूलाई चाहिँ होइन तिमी के सजेस्ट गर्छ कस्तो माइन्ड सेटअप बनाएर आउनुस् भन्न चाहन्छ धेरै नै कस्तो भने पहिलेदेखि नै या जे कुरा पनि इजी हुन्छ भनेर चाहिँ माइन्ड सेटअप सोच्दै नसोच्नु अब चाहिँ लाइफमा मेरो स्ट्रगल टाइम सुरु भयो भन्ने कुरा चाहिँ सोचेर आउनु होइन माइन्डमा चाहिँ तिमीलाई काटे मैले बिबेले होइन यो चाहिँ हो कि मान्छेहरू चाहिँ अब बाहिरको भिजा लाइसेन्स चाहिँ के सोच्छन् भन्ने होइन माई लाइफ इज गोइङ टु चेन्ज होइन माई लाइफ इज गोइङ टु बी गुड भनेर सोध्छ कि होइन बट यो लाइफ इज गोइङ टु गुड द्याट्स ट्रु होइन त्यो चाहिँ ट्रु हो तपाईँको लाइफ गुड हुन्छ होइन तर इट्स नट गोइङ टु ह्यापन इन क्लिक के त्यो चाहिँ हुँदैन कि कहिले नि जो चाहिँ यु हेभ टु स्ट्रगल तपाईँकोमा पेसेन्स हुनुपर्छ तपाईँको स्ट्रगल हामी अहिलेसम्म स्ट्रगल गरिरहेको अहिलेसम्म इट्स बिन 6 इयर्स होइन अहिलेसम्म वी आर ट्राइङ टु मेक आवर लाइफ बेटर त्यो त सबै लाइफमा स्ट्रगल त जुन देशमा बसे पनि जहाँ गए पनि त्यो गर्नै पर्ने कुरा हो होइन तर भिजा लगाएपछि मेरो लाइफ सेट भयो भनेर सोचेर माइन्ड सेट गरेर आउनुभयो भने चाहिँ एकदम गाह्रो हुन्छ अब चाहिँ मेरो लाइफमा मैले डबल स्ट्रगल गर्नुपर्छ सबै कुरालाई भनेर गर्नुभयो भने चाहिँ हो फ्रस्ट्रेसन हुन्छ त्यो त नो डाउट होइन तर पेसेन्स राख्नुपर्छ अनि मेन कुरा चाहिँ न्युजिल्यान्डमा चाहिँ रिफरेन्सको एकदम नै धेरै इम्पोर्टेन्ट हुन्छ है रिफरेन्स भएन भने चाहिँ होइन एकदमै गाह्रो हुन्छ जब पाउनलाई त्यही भएर न्युजिल्यान्डमा धेरै नेप्लिज सोसाइटीहरू छन् होइन त्यसमा कनेक्ट हुने फेसबुकको थ्रुबाट होइन मान्छेहरूसँग पहिले नेपालमै हुँदाखेरि भिजा लागेपछि गर्दा पनि भयो यहाँ आएपछि पनि धेरैवटा फेसबुक पेजहरू छ त्यहाँ कन्ट्याक्ट हुने उनीहरूसँग सोध्ने कुन कोर्समा आउँदा ठिक हुन्छ कुन कोर्सबाट चाहिँ रेसिडेन्सीको पाथवे चाहिँ इजी छ होइन कतिवटा कन्सल्टेन्सीहरूले चाहिँ मलाई जहाँसम्म लाग्छ राम्रो अब जस्तै एउटा इक्जाम्पल अहिले भर्खर पनि हामीले देख्यौँ नि एकजना नोनको होइन अलरेडी कस्तो भने अब जुन कोर्समा आएको त्यसबाट चाहिँ आफ्टर 1 इयर्स चाहिँ आफ्नो फिल्डमा काम पाएपछि डाइरेक्ट रेसिडेन्सी आउने भन्ने थियो तर त्यो रजिस्टरै नभएको कोर्स रहेछ कि यहाँ आइसकेपछि थाहा भयो अनि कतिको त कलेजै हुँदैन यहाँ आएपछि थाहा हुन्छ कि कलेजै छैन सिर्फ अनलाइन कोर्स हो होइन अनि त्यस्तो धेरै कुराहरू चाहिँ कन्सल्टेन्सीले भनिदिएको हुँदैन होइन त्यही भएर चाहिँ पहिले यहीँ भएको मान्छेहरूलाई पनि फेसबुकको थ्रुबाट हुन्छ कि होइन धेरैवटा पेजहरू छ यहाँ पनि त्यसमाबाट पनि कन्ट्याक्ट गर्ने बुझ्ने केही फरक पर्दैन आफू अलिकति गरेर बोल्दा पनि अब कोहीहरू चाहिँ हुन्छ नि इन्ट्रोभर्टेड हुन्छ डाइरेक्टली सोध्न गर्न अलिकति गर्नुहुन्छ तर आफू आउनुपर्ने भएपछि चाहिँ अलिकति त्यो कुराबाट चाहिँ निस्केर भनौँ न त्यो सेलबाट चाहिँ निस्केर अलिकति एक्सप्लोर चाहिँ गर्नु पहिल्यै एउटा इक्जाम्पल भनौँ न मैले अहिलेसम्म 7-8 ठाउँमा काम गरेँ होइन अनि ग्रिन लाइन ल्याइहाल्छु अनि मैले एकपछि अर्को ठाउँमा जब एप्लाई गर्दाखेरि चाहिँ एभ्री टाइम अब किनभने मैले एउटा ठाउँबाट अर्को ठाउँ मुभ भएको कारणले गर्दा पनि मैले जब सोच्छु तर मेरो इच एन्ड एभ्री टाइम मेरो रिफरेन्स चेक हुन्छ कि मैले अब जस्तै मैले कुनै पनि नयाँ ठाउँमा एप्लिकेसन हालेको छु भने मेरो पुरानो ठाउँमा मेरो
कस्तो थियो म एज अ इम्प्लोइ होइन मैले के गरिरहेको थिएँ मेरो काम कस्तो थियो भनेर चाहिँ डेफिनेटली मेरो पहिलाको म्यानेजरलाई होस् या होइन सुपरभाइजरलाई होस् जसलाई पनि भनौँ न जसको मैले रिफरेन्स दिएको छु त्यहाँ 200% कल गर्छन् क्या यिनीहरूले सोध्छन् अनि अब नेपालबाट आउने स्टाफ उसको त हुँदैन नि त स्टुडेन्टहरूको त त्यही भएर पनि आफ्नो साथीहरूको दिँदा पनि भयो होइन जसले चाहिँ राम्रो रिफरेन्स दिएर राम्रो ठाउँमा ल इन द्याट नोट होइन अब यो पनि भइहाल्यो फेरि यस्तै यस्तै भिडियो हाम्रो एयरपोर्ट चाहिँ आइपुग्न लाग्यो होइन एयरपोर्ट आइपुग्न लाग्यो सो आइ एम गोइङ टु स्टप इट हियर अनि त्यसपछि विल सी यु सुन गाइज